पुरा सुकेर सत्यानाश भयो 3 घण्टा हिँडेर तल खोलामा पुगे त्यहाँ पनि हिलो मात्र बाँकी छ पानी बिना जेठको गर्मीमा कसरी बाँच्नु भाग्यकै खेल हो बुढी भगवान दिशाएन समयमा पानी पर्छ न हिउँदोमा हिउँ पर्छ बारीको मकै सबै ओइलाएर गइसक्यो हाम्रो त बङ्गाल मात्र बाँकी रहन्छ होला त्यतिकै मान्छे कमल हातमा प्लास्टिकको ठुलो झोला र मिठो कागजको बोतल बोक्ने आउँछ र पानी खाएर बोतल भुइँमा फ्याँकिदिन्छ के को भगवानले सम्झिनु दाइ समय बदलिसक्यो खेतीपाती छोडिदिनुहोस् सहरबाट सामान ल्याएर व्यापार गर्नुहोस् पानी पिउनु हो थकाइ मेटिन्छ के जति बेला पनि पानी परेन भन्दै रहिलो गर्नुभयो विषय 2 सृजनाले पिताजी मिटिङमा प्याक बोकेर मञ्चमा प्रवेश गर्छन् सृजनाले कमलले फ्याँकेको यस सिजनमा तिमी सहरबाट पढाइसकेर आइछौ यहाँ गाउँ बस्ने समय छैन गाउँमा पढेरी पढेर अन्नपात सबै सखाप भइसक्यो खराब होइन यो त जलवायु परिवर्तन हो यो त यसले चाहिँ धेरै पानीहरू बिगाउँदा चाहिँ यो गर्मीले पानी पनि पर्न सकेको छैन यसले चाहिँ हिउँहरू पग्लिरहेको छ गर्मीहरू धेरै बढिरहेको छ सन् 2026 पर्यावरण दिवसले यो चेतावनी दिँदैछौँ पढाएका केटाकेटीहरू आइछ गफ हाल्न कलेजमा भाषण गरेर यहाँ पानी पर्छ बाँकी बारीमा मकै उड्नुहुन्छ विषय 3 प्राविधिक र प्रकृतिको मेल भाषणले होइन नि काका हाम्रो एक्सनले परिवर्तन ल्याउँछ हामी केवल समस्या भन्न मात्रै आएका होइनौँ समाधान पनि ल्याएका छौँ रोहन भन्न त हामीले के योजना बनाएका छौँ आमा हामी प्रविधि मैत्री हुनुपर्छ हामीले यो गाउँमा आकाशे पानी सङ्कलन गर्न प्रविधि जडन गर्न सक्छौँ त्यो थोपा सिँचाइबाट नै कम पानीमा पनि धेरै खेती गर्न सक्छौँ ए हो र बाबु कम पानीमा पनि खेती हुने हो आमा अनि कमल काका तपाईँले आजैदेखि पसलमा प्लास्टिकको झोला बेच्न बन्द गरेर कपडाको झोला बनाउँछौँ तपाईँ त्यो भेषको प्रकृति जोगाउन व्यापार पनि त वातावरणमा न त तिमीहरूले भनेको कुरामा दम छ वातावरण रहेन भने त मेरो पसलमा आउने मान्छेहरू पनि बाँकी रहँदैनन् नि आजदेखि म पनि आजदेखि प्लास्टिक बेच्न बन्द गर्छु विषय 4 मैले कुरा बुझेँ हामीले धरतीलाई जे दियो धरतीले हामीलाई त्यही दिन्छ हामीले रुख काट्यौँ फोहोर गऱ्यौँ त्यसैले आज हामी खडेरी भोग्दैछौँ नयाँ म पनि अब आफ्नो बाँध जमिनमा नयाँ बोट बिरुवा रोप्छु एकदमै सही कुरा अब हामीहरूले चाहिँ प्रविधि ल्याउनेछौँ पुरानो पुस्ताहरूले चाहिँ अनुभव पाएछन् प्रकृति र मानव दुवै मिलेर अघि बढेमा जलवायु सङ्कट रोक्न सक्छौँ आज 5 तारिक मात्र होइन हाम्रो भविष्य बदल्ने दिन हो लौ त्यसो भए ढिला नगरौँ आजैबाट गाउँको कुवा सफा गरौँ र प्लास्टिक जलाउन बन्द गरौँ बाँचो जमिनमा बिरुवा रोपौँ विषय 5 अन्त्य र सन्देश बाँचे जनपात्रहरू मञ्चको अगाडि लहरी हुनेछन् रहन र सृजना हातमा एउटा हरियो बिरुवा र कपडाको झोला समात्छन् प्रकृति फेरिएको छ अब हाम्रो चेतना फेरिनुपर्छ पानी जोगाऊ धरती बचाऊ प्लास्टिक हटाऊ पर्यावरण जोगाऊ बहाना छोडौँ काम सुरु गरौँ बहाना छोडौ काम सुरु गरौँ